उहाँहरूले कृष्णको पवित्र नामको सामूहिक संकीर्तनको प्रारम्भ गर्नुभएको छ। उहाँहरू सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता, युगको परमब्रह्म, धर्मको रक्षक, सबै जीवको हितेशु र कृपा तथा उदारताको साक्षात मूर्तिमान हुनुहुन्छ। श्री गौर सुंदरको जय होस्। सबैद्वारा सेवित श्री नित्यानंद प्रभुको जय होस्। श्री चैतन्य महाप्रभु सबै नवद्वीपमा आफ्नो लीला प्रकट गरिरहनुहुन्छ, तर सबैको दृष्टिलाई उहाँलाई देख्न सकिँदैन। त्यो समयमा नवद्वीपका साधारण मानिसहरूले प्रभुलाई निमाई पण्डितको रूपमा देख्दथे। उहाँको स्वभाव र आचरणमा कुनै विशेष परिवर्तन देखिँदैन थियो, तर श्री चैतन्य महाप्रभुले भक्तिको अनुभूति अनुसार भाग्यमानी भक्तहरूलाई आफ्नो वास्तविक स्वरूप प्रकट गर्नुहुन्थ्यो र भौतिकतामा डुबेकाहरूबाट आफूलाई लुकाउनुहुन्थ्यो। चैतन्य महाप्रभुले नित्यानन्द प्रभु र हरिदास ठाकुरलाई भन्नुभयो, नित्यानन्द, हरिदास, तिमीहरू सबै जातिर जाऊ, सबै ठाउँमा गई मानिसहरूलाई मेरो उपदेश सुनाऊ, अनेक घरमा जाऊ र सबैसँग एउटै वृक्ष माग, कृष्णको नाम जप, कृष्णको पूजा गर र कृष्ण चेतनाको अभ्यास गर। वैष्णवहरू प्रभुको वचन सुनेर हाँस्नुभयो। यस आदेशलाई परिवर्तन गर्ने कुनै प्रश्न नै उठेन। नित्यानन्द प्रभुले अत्यन्त श्रद्धा साथ यो आज्ञा स्वीकार गर्नुभयो। जो यस आदेशलाई अवहेलना गर्छ ऊ निश्चित रूपमा भ्रमित र पतित हो। यदि कसैले केवल अद्वैत आचार्यको सेवा गर्छ तर श्री चैतन्य महाप्रभुको पूजा गर्दैन भने स्वयं अद्वैत आचार्यले नै त्यस्तो व्यक्तिलाई नष्ट गरिदिनुहुन्छ। यसरी श्री नित्यानन्द प्रभु र हरिदास ठाकुर श्री चैतन्य महाप्रभुको आज्ञालाई हृदयमा धारण गरी अत्यन्त आनन्दपूर्वक प्रचारको लागि निस्किनुभयो। भगवान श्री कृष्णको पवित्र नाम जप्नुहोस्, उहाँको पूजा गर्नुहोस्। उहाँ नै सबैका आश्रय, मित्र र सबैभन्दा मूल्यवान धन हुनुहुन्छ। कृपया हाम्रो घरमा आएर प्रसाद सेवा स्वीकार गर्नुहोस्। हामी भोजन होइन, कृष्णको नाम जप्नु भनेर अनुरोध गर्न आएका छौँ। धार्मिक र पुण्यात्मा मानिसहरूले उहाँहरूको वचन श्रद्धापूर्वक स्वीकार गरे र प्रसन्न हुँदै भने, हामी अवश्य गर्नेछौँ, हामी अवश्य कृष्णको नाम जप्नेछौँ। हरि बोल, हरि बोल, हरि बोल। तिमीहरू अर्को गलत सङ्गतले पागल भएका छौ, हामीलाई पनि पागल बनाउन किन आएका छौ? निमाई पण्डितको सङ्गतले धेरै राम्रो मान्छेहरू बिग्रिए। ए हान यिनीहरूलाई, यिनीहरू त रहितले पिछे बसी यिनीहरूलाई। यी सबै निन्दा र अपमानले नित्यानन्द प्रभु र हरिदास ठाकुरलाई कुनै पीडा भनेन। उहाँहरू हरेक दिन यस्तै रूपमा प्रचार गर्दै साँझ श्री चैतन्य महाप्रभु समक्ष सबै कुरा निवेदन गर्नुहुन्थ्यो। एक दिन उहाँहरूले दुईजना अत्यन्त मदिराले मातेका मानिसहरूलाई देख्नुभयो। उनीहरू शरीरले विशाल रूपले डरलाग्दा समुद्री टापु झैँ देखिन्थे। उनीहरूको पापपूर्ण कर्मको कुनै अन्त्य नै थिएन। जन्मले ब्राह्मण भए पनि उनीहरू मदिरा खान्थे, गौमांस खान्थे, चोरी गर्थे, डकैती र आगजनी गर्दथे। उनीहरूले अदालतको आदेशहरू अवहेलना गर्दथे र कानुनी अधिकारीहरूबाट सधैँ टाढा रहन्थे। दिनभरि उनीहरू दुष्ट कर्ममै संलग्न रहन्थे। ती दुई मातेका मानिसहरू सडकमा लडखडाउँदै हिँड्दथे। कहिले एकार्कालाई अँगालो हाल्दथे, अर्को क्षण कपाल लिप्दथे। उनीहरूले अत्यन्त अश्लील र अपवित्र भाषा प्रयोग गर्दथे। उनीहरूले नवद्वीपको ब्राह्मण कुलको प्रतिष्ठालाई ठुलोमा मिलाएका थिए। मदिराले मानिसको जीवन र चरित्र पूर्ण रूपमा नष्ट गरिदिन्छ। यद्यपि उनीहरूले सबै प्रकारको पाप गरेका थिए तर अझैसम्म वैष्णवको निन्दा गर्ने अवसर पाएका थिएनन्। यसकारण उनीहरूको उद्धारको सम्भावना अझै पनि बाँकी थियो, किनकि वैष्णवको निन्दा गर्नु सबैभन्दा ठुलो अपराध हो। यदि कुनै सभा साधु वा सन्यासीहरूले भरिएको भए पनि
तर यदि त्यहाँ वैष्णव अपराध हुन्छ भने त्यो सभा मदिराले मातेको मानिसहरूको समूह भन्दा पनि अझ अधार्मिक हुन्छ। मातेको पापीहरूको उद्धारको सम्भावना अझै रहन्छ, तर वैष्णव निन्दा गर्नेहरूको मुक्तिको कुनै आशा रहँदैन। शास्त्र अध्ययन गरेर पनि यस्ता व्यक्तिहरू शुद्ध हुँदैनन्। विशेष गरी यदि कसैले श्री नित्यानन्द प्रभुको निन्दा गर्छ भने ऊ पूर्ण रूपमा नष्ट हुन्छ। यी दुई व्यक्ति अझै पनि मदिराले मातेको अवस्थामा थिए जब नित्यानन्द प्रभु र हरिदास ठाकुरले उनीहरूलाई टाढाबाट देख्नुभयो। नित्यानन्द प्रभुले सडकमा उभिएका मानिसहरूलाई सोध्नुभयो, यी व्यक्ति को हुन्? किन यस्तो व्यवहार गर्छन्? गोसाई, यी दुवै ब्राह्मण कुलमा जन्मिएका हुन्। उनीहरूका पिता पुर्खा नवद्वीपमा प्रतिष्ठित थिए, तर यिनीहरू आफ्ना कुलका काला धब्बा हुन्। बाल्यकालदेखि नै उनीहरू सबै प्रकारका पाप गर्न थाले। समाज र परिवारलाई उनीहरूले त्यागेपछि उनीहरू अन्य माथिका मानिसहरूसँग बस्न थाले। उनीहरूले नवद्वीपका सबै बासिन्दालाई आतंकित बनाएका छन्। कसको घर कहिले जलाइदिन्छन् भनेर सबै मान्छे डराउँछन्। श्री चैतन्य महाप्रभु आफ्नो वास्तविक पहिचान लुकाएर अवधित हुनुहुन्छ। साधारण मानिसहरू यो कुरा बुझ्दैनन् र मूर्खतापूर्वक उहाँको उपहास गर्छन्। यदि मेरो चैतन्य महाप्रभु दुईजनामाथि कृपा गरेर उनीहरू उद्धार गर्नुभयो भने सारा संसारले उहाँको परम शक्तिलाई स्वीकार गर्छ। म नित्यानन्द तब मात्र श्री चैतन्य महाप्रभुको साझो सेवक सिद्ध हुन सक्छु। जब म मेरा प्रभुलाई दुईजनामा उनीहरूको मौलिक कृष्ण चेतना जागृत गराउन प्रेरित गर्न सक्छु। अहिले त उनीहरू यति धेरै मतवाला छन् कि आफूलाई सबै बिर्सेका छन्। यदि उनीहरू पनि यसरी नै कृष्णका नाम जपमा पूर्ण रूपमा डुब्न सकेर मेरा प्रभुको नाम रोएर पुकार्न थाल्यो भने मेरो प्रचार र यात्राको सफलता हुनेछ। अहिले त यी दुई पापीहरूको छाया मात्र परे पनि डरले मानिसहरू कपडा सहित गङ्गामा स्नान गर्छन्। यदि मेरो श्री चैतन्य महाप्रभुको कृपाले म उनीहरूको वर्तमान अवस्था शुद्ध गरी ल्याउन सके भने मानिसहरूले फेरि उनीहरूलाई देख्दा गङ्गामा स्नान गरेर त्यतिकै पवित्र अनुभूति गर्नेछन्। तब मात्र म आफ्नो नामको साँचो अर्थमा योग्य हुनेछु। हे हरिदास, यिनीहरू कति पक्कै छन्। ब्राह्मण कुलमा जन्मिएर पनि यिनीहरूको यस्तो अधर्ममा डुबेका छन्। यदि यिनीहरू यसै अवस्थामा रहे भने यमराजको कठोर दण्डबाट बस्न सक्दैनन्। तर हे हरिदास, हजुरमाथि राजाका पहरेदारहरूले अत्यन्त अत्याचार गरेका थिए, त्यही पनि तपाईँले उनीहरूलाई क्षमा गर्नुभयो। यदि तपाईँ यिनीहरूप्रति कृपा देखाउन चाहनुहुन्छ भने निश्चय नै यिनीहरूको प्रति उद्धार हुन सक्छ। श्री चैतन्य महाप्रभुले स्वयं भन्नुभएको छ कि यदि हजुर प्रभु समक्ष यिनीहरूको पक्षमा निवेदन गर्नुहुन्छ भने श्री चैतन्य महाप्रभुले अवश्य यिनीहरूलाई स्वीकार गर्नुहुनेछ। हरिदास ठाकुर नित्यानन्द प्रभुको स्वभाव राम्ररी जान्नुहुन्थ्यो। त्यसकारण उहाँले मनमा नै बुझ्नुभयो ती दुई पापीहरूको पहिल्यै उद्धार भइसकेको छ। हे प्रभु, हजुरको इच्छा नै प्रभुको इच्छा हो। हजुर मलाई निम्न र अयोग्य देखाउने यसरी बोलिरहनु भएको छ, तर वास्तवमा हजुर स्वयं अत्यन्त करुणामय हुनुहुन्छ। आउनुहोस्, हामी प्रभुको आदेश अनुसार यिनीहरूलाई पनि कृष्णको नाम जप्न अनुरोध गरौँ। हाम्रो कर्तव्य केवल प्रभुको सन्देश दोहोऱ्याउनु हो। यिनीहरूले मानु वा नमानु त्यो प्रभुकै हातमा छ। यसरी निश्चय गरी नित्यानन्द प्रभु र हरिदास ठाकुर ती दुई मातेका मानिसतर्फ अगाडि बढ्नुभयो। त्यहाँ नजानुहोस्। यदि उनीहरूले समाते भने हजुरहरूको ज्यान पनि जान सक्छ। हामी त यिनीहरूकै डरले यहाँ बसिरहेका छौँ। तर नित्यानन्द प्रभु र हरिदास ठाकुर कुनै डरै नमाने कृष्णको नाम जप्दै आनन्दपूर्वक ती दुई पापीतर्फ अगाडि बढिरहनुभयो। कृष्ण संसारको छाडिएर चार, कृष्ण माता, कृष्ण पिता, कृष्ण धन प्राण।
भगवान केवल तिनीहरूकै उद्धारका लागि अवतार दिनुभएको, यसकारण सबै पाप कर्म त्याग र यस्ता करुणामय प्रभुको शरणमा जाऊ। यी ठुल्ठुलो बढी बलिरहेछन् मदाई। तपाईँहरूलाई ठोक्रिनेहरूलाई हुने। नित्यानन्द प्रभु र हरिदास ठाकुर पछाडि हट्नुभयो। ती दुई दुष्ट मानिसहरू उहाँहरूलाई लपेटे भयानक स्वरमा गाली गलोज गर्ने। हामीले पहिल्यै चेतावनी दिएका थियौँ, तर उनीहरू मान्दैनन्। यी ढुङ्गीहरू अझ नारायणको दल पकाउँदैछन्। ठिकै भयो, अझै मारे यिनीहरूलाई किन लागेको छ? हे कृष्ण, उहाँलाई बचाउनुहोस्, उहाँलाई बचाउनुहोस्। सबै मानिसहरू डरले त्यहाँबाट भागे। यी दुई दुष्ट मानिसहरू नित्यानन्द प्रभु र हरिदास ठाकुरलाई लखेट्दै कराउँदै थिए, तर अझै उहाँहरूलाई समात्न सकेका थिएनन्। हे वैश्य ठाकुर हरिदास, आज हामी ठुलोसँग खबर गर्छौँ। यदि भाग्यले साथ दियो भने बल्ल हामी जीवित बाँचौँला जस्तो छ। हे प्रभु, अब दूर के बाँकी छ? हजुरको सल्लाह मानेर दुई विश्वासी माथिका मानिसहरूलाई कृष्णको नाम जपको उपदेश दियौँ र आज त्यसैको फलस्वरूप हिंसात्मक मृत्युको सामना गर्दैछौँ। यसरी बोल्दै नित्यानन्द प्रभु र हरिदास ठाकुर हाँस्दै हाँस्दै दौडिरहनुभयो, जबकि ती दुई दुष्ट मानिसहरू डरलाग्दा स्वरमा गाली गर्दै उहाँहरूलाई पछ्याइरहेका थिए। यी दुवै माथिका मानिसहरू शरीरले भारी र पूर्ण थिए, यसकारण उनीहरूलाई छिटो दौडन गाह्रो थियो, तर उनीहरू चिच्याउँदै भन्थे, आज कसरी बस्छ तिमीहरू जगाइमा नैबाट? हे कृष्ण, हामीलाई बचाऊ। हे गोविन्द, प्रभु कृष्णले मलाई राजाका पदाधिकारीहरूको निर्मत्याचारबाट बचाउनुभयो, तर आज मेरो साथीको चञ्चल स्वभावका कारण म मृत्युको मुखमा पुगेको छु। अब गौरव भएको छ। मेरो वास्तविकसँग होइन, त्यतिमा महाभारतको आध्यात्मिक उन्नतिको प्रभावले यसरी प्रकट भएको। उहाँ ब्रह्म हुनुहुन्छ, तर कुनै राजा जस्तै आदेश दिनुहुन्छ। उहाँकै आदेशले हामी ढुका ढुका घुम्छौँ। यस्ता किसिमका आदेश अरू कसैले दिएको मैले सुनेको छैन। उहाँको आदेश पालना गर्ने क्रममा हामीले पाउने एक मात्र फल भनेको मानिसहरूबाट कठोर गाली गलौज र झुटा आरोपहरू। यदि हामी उहाँको आदेश नमान्यौँ भने हामी समाप्त हुन्छौँ, यदि मान्यौँ भने यही अहिलेको विश्व दुर्दशा हुन्छ। यो सबैको दोष कसरी दिनु पर्यो भने मलाई मात्र होइन, हजुरको गुरुदेवको पनि हिस्सा छ। यसरी उहाँहरू आनन्दपूर्वक आपसमा हास्यपूर्ण वाक्य आदान प्रदान गर्दै दौडिरहनुभयो र अन्ततः सुभाष पण्डितको घरतर्फ पुगेर ती दुष्ट मानिसहरूलाई भ्रमित पार्न सफल हुनुभयो। ती दुई माथिका मानिसहरू चारैतिर हेर्दै अलमल्लमा परे र अन्ततः लखेट्न छाडेर फर्किए। नित्यानन्द प्रभु र हरिदास ठाकुर केही बेर विश्राम लिएपछि फेरि पछाडि फर्केर हेर्नुभयो। ती दुष्ट मानिसहरू अझै लखेटिरहेका छन् कि छैनन् भनेर नित्यानन्द प्रभु र हरिदास ठाकुर केही बेर विश्राम लिएपछि फेरि पछाडि फर्केर हेर्नुभयो। ती दुष्ट मानिसहरू अझै लखेटिरहेका छन् कि छैनन् भनेर। जब उहाँहरू देख्नुभयो कि ती मानिसहरू फर्किसकेका छन्, उहाँहरू एक अर्कालाई अङ्गालो हालेर हाँस्नुभयो। त्यसपछि उहाँहरू श्री चैतन्य महाप्रभुको समक्ष जानुभयो। त्यहाँ प्रभु वैष्णवहरूको बीचमा बस्नुभएको थियो। उहाँको दिव्य सौन्दर्य उहाँको सम्पूर्ण शरीरबाट प्रभाव भइरहेको थियो। उहाँका नेत्रहरू पूर्ण रूपमा फुलेका कमल झैँ थिए। उहाँको सौन्दर्यले कामदेव समेत मोहित हुनुहुन्थ्यो। वैष्णवहरूको सभामा कृष्ण चेतनाका विषयमा चर्चा भइरहेको थियो। कहिलेकाहीँ प्रभुले आफ्नो दिव्य स्वरूप सम्बन्धी तत्त्व प्रकट गर्नुहुन्थ्यो। त्यो दृश्य वैष्णवहरूको लागि वैकुण्ठको प्रभु नारायण ऋषिहरूसँग संवाद गरिरहनु भएको जस्तै प्रतीत हुन्थ्यो। नित्यानन्द प्रभु र हरिदास ठाकुरले आफ्नो दिनको सम्पूर्ण विवरण सभामा सुनाउनुभयो।
आज एक अनौठो घटना घट्यो। हामीले दुईजना अत्यन्त माथिका मानिसहरूलाई भेट्यौँ। उनीहरू ब्राह्मण कुलका थिए तर अत्यन्तै हिंसक थिए। हामीले उनीहरूलाई कृष्णको पवित्र नाम शब्द अनुरोध गर्यौँ तर उनीहरूले हामीलाई लखेटे र हाम्रो ज्यान जोगाउन हामीलाई भाग्नु पर्यो। ती मानिसहरू को हुन्? ब्राह्मण भएर किन यति अधर्ममा डुबेका छन्? हे प्रभु, ती दुई व्यक्ति जगाई र मराई हुन्। उनीहरूका पिता धार्मिक ब्राह्मण थिए तर कुसङ्गतिका कारण यी दुई पूर्ण रूपमा बिग्रिए। यदि ती दुवै मेरा अगाडि आए म उनीहरूलाई टुक्रा टुक्रा पारिदिन्छु। हजुरलाई उनीहरूको विनाश गर्ने इच्छा भए गर्नुहोस् तर म त्यहाँबाट हल्लिन्न। यदि उनीहरू बाँचेनन् भने म हजुरको आज्ञा कसरी पुरा गर्न सक्छु? पहिले मलाई अनुमति दिनुहोस् कि म उनीहरूलाई कृष्णको नाम जप्न लगाऊ। पुण्यात्माहरू स्वाभाविक रूपमा कृष्णको नाम जप्छन् तर यी दुईजनाले अधार्मिक कर्महरू मात्र जान्दछन्। यदि हजुरले उनीहरूलाई उद्धार गरेर भक्ति सेवामा प्रवेश गराउनुभयो भने पतित पावन भनेर चिनिने हजुरको कीर्ति स्वाभाविक रहनेछ। मलाई उद्धार गरेपछि पतित पावनका रूपमा हजुरको कीर्ति बढेको छ तर यी दुईजनालाई पनि उद्धार गर्नुभयो भने त्यो कीर्ति असीम सीमासम्म फैलिनेछ। तिनीहरू त हजुरलाई देख्ने बित्तिकै उद्धार भइसके। हजुर यदि चिन्तित हुनुहुन्छ भने कृष्णले अवश्य उनीहरूलाई रक्षा गर्नुहुनेछ। हे प्रभु, मलाई अत्यन्त चञ्चल स्वभाव भएका व्यक्तिसँग पठाइएको छ। म एकतर्फ जान खोज्छु, उहाँ अर्कैतर्फ जानुहुन्छ। कहिलेकाहीँ उहाँ गङ्गाको बाढीमा भरिएको पानीमा गोही समात्न हाम फाल्नुहुन्छ र म किनारमा उभिएर उहाँलाई फर्कन अनुरोध गर्दै देख्छु। कहिलेकाहीँ उहाँ बालकलाई देख्न साथ क्रोधित भएर लपट्न थाल्नुहुन्छ। त्यसपछि बालकका मातापिता लट्ठी लिएर आइपुग्छ र मलाई नै माफी मागेर उनीहरूलाई शान्त गर्नुपर्छ। कहिलेकाहीँ उहाँ दुध बेच्ने मान्छेबाट माखन र दही चोर्नुहुन्छ र भाग्नुहुन्छ अनि समातिन्छ को? यदि उहाँले कुनै युवती देख्नुभयो भने उहाँ विवाहको प्रस्ताव गर्नुहुन्छ। कहिलेकाहीँ उहाँ साँढे चढेर शिवजी भनेर कराउनुहुन्छ र दही देख्न साथ दुध गएर पिउनुहुन्छ। जब म उहाँलाई सबै विषयमा सम्झाउन खोज्छु उहाँ हाँस्दै भन्नुहुन्छ, त्यो तिम्रो अद्वैतले के गर्न सक्छ र तिम्रो त्यो चैतन्य भनेर बोलाउने व्यक्ति उसले के गर्न सक्छ र मलाई? यी सबै कुरा म श्री चैतन्य महाप्रभुलाई पहिले पनि सुनाएको छु। यी कुरा सुनेर अद्वैत आचार्य अत्यन्त हाँस्नुभयो। यसमा के अनौठो छ? जो व्यक्ति कृष्ण प्रेमले मातेको छ ऊ अन्य मातेको मानिसहरूसँग जानु स्वाभाविकै हो। हजुर सन्यासी भएर यस्ता मातेको मानिसहरूसँग जानु पर्दैन। केही दिन पर्खनुहोस्, नित्यानन्द प्रभुले ती दुईजनालाई पनि वैष्णव बनाइदिनुहुन्छ। हरिदास ठाकुर मनमा नै निश्चिन्त हुनुभयो र ती दुई पापीहरूको उद्धार अवश्य हुने विश्वास गर्नुभयो। यसपछि अद्वैत आचार्य अचानक अत्यन्त क्रोधित जस्तै देखिनुभयो। उहाँले आफ्ना वस्त्रहरू शरीरबाट फ्याँकिदिनुभयो र कडा स्वरूपमा भन्न थाल्नुभयो, म भगवान श्री कृष्ण चैतन्यको कृष्ण भक्तिको विषयमा सबै कुरा सुन्न चाहन्छु। उहाँ कसरी गाउनुहुन्छ, कसरी नाच्नुहुन्छ र उहाँको शक्ति कतिसम्म अपार छ। हे वैष्णवहरू हेरिराख्नुहोस्, भोलि नै निमाई र निताई ती दुई माथिका मानिसहरूलाई यहाँ ल्याएर हामीसँग नचाउनुहुनेछ। हामी वैष्णव जात जोगाउने नाममा यहाँबाट भागी हुँदैन। यी वचनहरू बाहिरबाट क्रोध जस्ता देखिए पनि भित्र गहिरो स्तुति र तत्त्व लुकेको थियो। तर जो व्यक्ति वैष्णवहरूको आपसी लीलालाई संसारिक झगडा ठान्दछ ऊ स्वयं नष्ट हुन्छ। नित्यानन्द प्रभु र अद्वैत आचार्यका यस्ता लीलाहरूको गहिरो अर्थ केवल हरिदास ठाकुर जस्ता महान भक्तहरूले मात्र बुझ्न सक्नुहुन्थ्यो। यसपछि ती दुई माथिका मानिसहरू सधैँझै नगरका विभिन्न स्थानहरूमा आतंक मचाउँदै हिँडिरहे। संजोगवश उनीहरू गङ्गाको किनारमा श्री चैतन्य महाप्रभुको घर नजिकै आफ्नो अड्डा जमाउन पुगे। गङ्गाको किनारमा ती दुई माथिका मानिसहरू प्रत्येक रात श्री चैतन्य महाप्रभुको कीर्तन सुन्दथे। मृदङ्ग र करतालको मधुर ध्वनिसँगै नाम संकीर्तन गुन्जिरहन्थ्यो।
कहिले उनीहरू त्यही बसेर कीर्तन सुन्दथे, कहिले उठेर मदिराको नसामा अव्यवस्थित नाच नाच्दथे। कीर्तनको माधुर्यले उनीहरूको मन छोए पनि त्यसले उनीहरूको मदिरा पिउने इच्छा झन बढाइदियो। कहिले काहीँ कीर्तन सुन्दै, कहिले काहीँ नाच्दै उनीहरू पूर्ण रूपमा नसामा डुबिएका थिए। समय र स्थानको होस नै थिएन। एक दिन संयोगवश उनीहरूको चैतन्य महाप्रभुसँग सामना भयो। निमाई पण्डित, हामीले सुनेका छौँ हजुरले राम्रो गाउनुहुन्छ। हामीले पनि हजुरको चण्डीको कीर्तन गाइरहेका हेर्न चाहन्छौँ रे निमाई पण्डित। श्री चैतन्य महाप्रभु उनीहरूको माथिको अवस्था देखेर टाढै रहनुभयो। तर नगरका अन्य मानिसहरू उनीहरूलाई देख्न साथ अर्को बाटो समात्दथे। एक साँझ नित्यानन्द प्रभु दिनभरि नगरमा हिँडेर फर्कदै हुनुहुन्थ्यो। त्यति माथिका मानिसहरूले उहाँलाई रोक्दछन्। कहाँ जाँदैछस्? म निमाई पण्डितको घर जाँदैछु। नाम क्या? मेरो नाम अब धूत हो। नित्यानन्द प्रभु गुफाको भागमा ती दुई माथिका मानिसहरूसँग कुराकानी गर्न थाल्नुभयो। नित्यानन्द प्रभुले पहिले नै उनीहरूको उद्धार गर्ने निश्चय गरिसक्नु भएको थियो। यसैले जानी यहीबाट रोज्नु भएको थियो। जब मदाईले अवधूत भन्ने नाम सुनि ऊ क्रोधले भरियो। उसले टुटेको माटोको भाँडो उठाएर नित्यानन्द प्रभुतर्फ जोडले फर्कायो। नित्यानन्द प्रभुको निधारमा लाग्यो र रगत बग्न थाल्यो। गोविन्द कृष्ण रोक मदाई, त किन यति निर्दय बन्दैछस्? यो अवधूत निर्दोष छ। सन्यासीले हाल्दा तँलाई के लाभ हुन्छ? यसैले मानिसहरू दौडदै श्री चैतन्य महाप्रभुलाई समाचार दिन पुगे। प्रभुले तुरुन्तै आफ्ना भक्तहरूलाई सँगै लिएर त्यहाँ पुग्नुभयो। नित्यानन्द प्रभु त्यहाँ उभिनु भएको थियो। सम्पूर्ण शरीरमा रगत बगिरहेको थियो, तर उहाँको मुखमा मुस्कान थियो। जब श्री चैतन्य महाप्रभुले आफ्ना प्रिय नित्यानन्दको रगत देख्नुभयो, उहाँ अत्यन्त क्रोधित हुनुभयो र गर्जन गर्दै भन्नुभयो, चक्र चक्र। सुदर्शन चक्र तुरुन्तै प्रकट हुनुभयो र जगाइएर मदाईको आँखा अगाडि भयानक रूपमा घुम्न थाल्नुभयो। प्रभु, जब मदाईले मलाई हान्न लाग्यो, जगाईले उसलाई रोक्नु खोज्यो। संयोगवश म घाइते भएँ, तर मलाई कुनै पीडा छैन। कृपया शान्त हुनुहोस् र उनीहरूलाई मलाई सुतिदिनुहोस्। कृष्णले तिमीलाई कल्याण गर्नुहोस्। तिमीले मेरो नित्यानन्दको रक्षा गर्यौ। नित्यानन्दको रक्षा गरेर तिमीले मलाई जित्यौ। तिमीलाई जे वर चाहिएको छ माग्न सक्छौ र म तिमीलाई आफ्नो तर्फबाट वर दिन्छु कि आजदेखि तिमी शुद्ध भक्तिमय जीवनमा पूर्ण रूपमा स्थापित हुनेछौ र कृष्ण प्रेमको अनुभूति गर्नेछौ। वैष्णवहरू अत्यन्त हर्षित हुनुभयो र ठुलो स्वरूपले जयघोष गर्दै जगाईमाथि श्री चैतन्य महाप्रभुको कृपाको प्रशंसा गर्न लाग्नुभयो। जब जगाईले श्री चैतन्य महाप्रभुले आफूलाई कृष्ण प्रेमको आशीर्वाद दिनुभएको सुने, उनी आनन्द हुँदै बेहोस भएर जगाई उठ, मैले तिमीलाई कृष्ण प्रेम प्रदान गरेको छु। त्यसपछि जगाईले श्री चैतन्य महाप्रभुलाई चतुर्भुज स्वरूप शङ्ख चक्र गदा पद्म धारण गरेको देखे। त्यसपछि जगाईले श्री चैतन्य महाप्रभुको चरण कमल आफ्नो छातीमा राखे। जगाईलाई थाहा थियो कि आफ्नै छातीमा राखेको ती कमल चरणहरूले लक्ष्मी देवीको जीवन धारण गरिरहेका छन्। त्यसैले उनी ती चरणलाई आफ्नो सबैभन्दा अमूल्य धन चाहिँ गरी अत्यन्त कसिएर समाते। आफ्ना पापहरूबाट शुद्ध भई उनी बालक चाहिँ रुन थाले। यसबीच मदाईको हृदयमा पनि परिवर्तन हुन थाल्यो। उसले नित्यानन्द प्रभुको उपस्थिति व्यवस्था गर्दै सिधै श्री चैतन्य महाप्रभुको चरणमा ढोक गर्यो।
हामी दुवैले सँगै पाप गर्यौँ। एकजनालाई कृपा भयो भने अर्कोलाई किन नआए? कृपया मलाई पनि उद्धार गर्नुहोस्। म तिमीलाई उद्धार गर्न सक्दिनँ, किनकि तिमीले मेरो नित्यानन्दको रगत बगायौ। हे प्रभु, हजुरले यस्तो भन्न सक्नुहुन्न। हजुरले अघिल्ला अवतारहरूमा हजुरको शरीरमा बाण प्रहार गर्ने राक्षसहरूलाई पनि मुक्ति दिनुभएको थियो। तिम्रो अपराध ती दैत्यहरूको भन्दा पनि धेरै ठुलो छ, किनकि तिमीले मेरो सबैभन्दा प्रिय पार्षद नित्यानन्दलाई चोट पुर्याएका छौ। नित्यानन्दको शरीर मलाई मेरो आफ्नै शरीरभन्दा पनि बढी प्रिय छ। हजुरले पहिले नै यो सत्य मसँग प्रकट गर्नुभएको छ भने अब मलाई यो पनि बताइदिनुहोस् कि म कसरी उद्धार पाउन सक्छु। तपाईँ सबै रोगहरूको परम चिकित्सक हुनुहुन्छ। तपाईँको उपचारले मात्र मेरो रोग निको हुन सक्छ। हे जगतका नाथ, कृपया अब मलाई अस्वीकार नगर्नुहोस्। तपाईँको वास्तविक पहिचान त पहिले नै प्रकट भइसकेको छ। अब हजुर यसलाई कसबाट लुकाउन सक्नुहुन्छ? तिमीले घोर अपराध गरेका छौ। प्रभु नित्यानन्दको चरणमा गएर क्षमा माग। हे नित्यानन्द प्रभु, मलाई तिम्रो चरणमा ढलेको छ। अब हजुरले नै उसलाई क्षमा गर्नुपर्नेछ। हे प्रभु, सबै कुरा हजुरको कृपाबाटै सम्भव भएको। यदि मैले हजुरको सेवाबाट कुनै पुण्य प्राप्त गरेको छु भने त्यो सम्पूर्ण पुण्य मदाइलाई अर्पण गर्दछु। यदि मैले कुनै अपराध गरेको छु भने त्यसलाई कृपया नजरअन्दाज गरिदिनुहोस्। हे प्रभु, कृपया मदाइप्रति अहेतुक कृपा गर्नुहोस्। यदि हजुरले सबै अपराध क्षमा गरिसक्नु भएको छ भने अब उसलाई आफ्नो दिव्य अँगालोमा पनि समेट्नुहोस्। प्रभुको आज्ञा पाई नित्यानन्द प्रभुले मधाईलाई दृढतापूर्वक अँगालो हान्नुभयो। त्यसै क्षण मधाईको सबै पाप फल नष्ट भयो। उसको शरीर नित्यानन्द प्रभुको दिव्य शक्तिले पूर्ण रूपमा भरियो।